निष्पक्ष निर्णायक मण्डलज्यू र समयको महत्त्व दर्शाउनका लागि पाल्नुभएका समयपालकज्यू र प्रतिस्पर्धाको महासागरमा आफूलाई अब्बल ठहराई जितको माला पहिना लगाउनका लागि एकदम तयार मसँग प्रतिस्पर्धी साथीहरू लगायत यहाँ उपस्थित सम्पूर्ण शिक्षक गुरुवर्ग र प्यारा प्यारा साथीहरूमा म कक्षा 10 को छात्र रोशन मालीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज यही मिति विक्रम सम्वत 2083 साल 5 महिना 5 गतेका दिन हाम्रो विद्यालयको प्राङ्गणमा हुन गइरहेको शुक्रबारे कार्यक्रम अन्तर्गतको यस वाद प्रतियोगितामा म आफ्ना तर्कहरू धनभन्दा विद्या ठुलो बन्ने शीर्षकको विपक्षबाट आफ्ना विचारहरू राख्न गइरहेको छु र म यस कार्यक्रममा आफूलाई बोल्न पाउँदा अत्यन्तै भाग्यमानी ठानिरहेको छु र म अविलम्ब नगरिकन अब विषयवस्तुतर्फ लाग्न चाहन्छु। मैले बोल्ने क्रममा भएका त्रुटिहरूलाई माफ गरिदिनु होला निर्णायक मण्डलज्यू। धन भनेको के हो त? धन भनेको मानिसका दैनिक आवश्यकताहरू परिपूर्ति गर्नका लागि आवश्यक पर्ने स्रोत साधन खरिद गर्ने आर्थिक स्रोतलाई धनका रूपमा लिन सकिन्छ वा नगद पैसा घर जग्गा बङ्गला आदिलाई पनि धनकै रूपमा बुझ्न सकिन्छ। हामीले शिक्षा मात्र प्राप्त गरेर शिक्षित भयौँ भने कुनै काम रहँदैन र त्यो शिक्षालाई प्रयोग गर्नका लागि उक्त प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्नका लागि धन नै चाहिन्छ। शिक्षा भनेको एउटा सम्भावना हो भने उक्त सम्भावनालाई व्यवहारमा परिणत गर्नका लागि धनको आवश्यकता पर्ने गर्दछ। शिक्षा एउटा कार्यक्रमको योजना हो भने उक्त कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि धनको आवश्यकता पर्दछ। अर्थात् उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक पर्ने स्रोत साधनहरू उपयोग गर्नका लागि अर्थात् उक्त कार्यक्रमलाई सुसम्पन्न गर्नका लागि धनकै आवश्यकता पर्ने गर्दछ। मानिसको आधारभूत आवश्यकता घाँसपात र कपास लगायत शिक्षा पनि हासिल गर्नका लागि धन नै आवश्यक पर्दछ। महोदय, सैद्धान्तिक ज्ञानले मात्र पेट पाल्दैन। आज हामी बजारमा लाखौँ करोडौँ जनसङ्ख्याहरू हातमा डिग्रीको सर्टिफिकेट भए तापनि शैक्षिक बेरोजगारीको चक्रव्यूहमा फसिरहेका पाउन सक्छौँ। त्यसै गरी नेपालकै कुरा गर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिभाका त खानी नै थिए, तर उनले आफ्नो जीवनको अन्तिम क्षणमा उचित उपचार र अवसरको अभावले गर्दा उनीमा भएका प्रतिभाहरू हामी सामु आउन नपाउँदै उनको अकालमै ज्यान जानु पर्यो। यस्ता थुप्रै उदाहरणहरू छन् जुन धनको अभावका कारणले गर्दा आफूमा भएका प्रतिभाहरूलाई समाजमा नल्याइकन यो संसारबाट जानु परेको छ र उनले आफूमा भएका प्रतिभाद्वारा यो समाजमा अमूल्य परिवर्तनहरू ल्याउन सक्थे। धन एउटा बिउ पक्कै, शिक्षा एउटा बिउ पक्कै होला, तर उक्त बिउलाई फलाउनका लागि धन रूपी मल जल र गोडमेनको आवश्यकता पर्ने गर्दछ। महोदय, यही विद्यालयको कुरा गर्ने हो भने कयौँ शिक्षक गुरुवर्गहरू आफ्ना घर परिवार आमा बुवाहरूलाई छोडेर यसै विद्यालयमा हामीलाई अध्ययन गराउनका लागि आउनुको मुख्य उद्देश्य भनेको नै धन प्राप्ति हो। नत्र कुन चाहिँ सन्तानलाई आफ्ना आमा बुवा घर परिवारलाई छोडेर यसरी अर्काको परै ठाउँमा गएर बस्ने मन हुन्छ र म शिक्षा भन्दा धन नै ठुलो हुन्छ। पूर्ववक्ता मित्रले भन्नुभयो यो शिक्षालाई हातका मैलाका रूपमा परिभाषित दिनुभयो, तर धन त्यो हातको मैला हो जसलाई कसैले पनि आफ्नो हातबाट मेटाउन चाहँदैन, अर्थात् आफ्नो हातमा थुप्र्याउन चाहन्छ। पूर्ववक्ता मित्रले भन्नुभयो कि धनलाई चोर्न सक्छ, धन चोरी हुन सक्छ, जल्न सक्छ। यदि म त्यस्तो चाहँदा त चाहदिनँ, तर पनि तपाईँ कुनै कारणवश बिरामी भएर अस्पतालमा भर्ना हुनुभयो र तपाईँले त्यहाँ प्राप्त गरेको शिक्षाका सर्टिफिकेटहरू लिएर त्यहाँ उपचार हुँदैन। पक्कै पनि त्यहाँ उपचार गर्नका लागि धनको नै आवश्यकता पर्ने गर्दछ। म समयलाई मध्यनजर गर्दै अन्त्यमा के भन्न चाहन्छु भने सधैँ अहङ्कारका रूपमा परिभाषित गरिने धन पाप होइन, यो एउटा सफलताको शिखर चुम्नका लागि आवश्यक पर्ने ढोकाको एउटा सुनौलो चाबी हो। आजको जमानामा विभिन्न विश्वविद्यालयहरूमा भर्ना हुँदै जानका लागि त्यहाँ अलगै पारिवारिक कोष्ठक नामको खाता रहेको हुन्छ। जस विद्यार्थीको उक्त खातामा पारिवारिक जग मजबुत देखिन्छ उक्त विद्यार्थीलाई नै बढी प्राथमिकता दिइने गर्छ। तसर्थमा भन्नुपर्दा विद्याभन्दा सधैँ धन नै ठुलो देखिन्छ भन्दै म आफ्ना दुई शब्द यहाँ छैन भने कस्तो मानव बन्दछौ, विद्या नै छैन भने कस्तो मानव बन्दछौ। शिक्षाकै कलमले लेखेर शिक्षा के हो भन्दछौ, शिक्षाकै कलमले लेखेर शिक्षा के हो भन्दछौ। धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस सभाका सभापति महोदय,
हातमा न्यायको तराजु लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, समयपालकज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण गुरुवर्ग र मेरा प्रतिस्पर्धी र सम्पूर्ण उपस्थित साथीहरूमा म कक्षा 9 मा अध्ययनरत छात्रा निलम पनेरुको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2083 साल 5 महिना 5 गतेका दिन हाम्रो श्री गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको यस वाद-विवाद प्रतियोगितामा सहभागी हुन पाउँदा मैले आफूलाई अत्यन्तै भाग्यशाली ठानेकी छु। आजको यस वाद-विवाद प्रतियोगिताको शीर्षक रहेको छ धनभन्दा विद्या ठुलो। यस शीर्षकमा म पक्षका तर्फबाट आफ्ना धारणाहरू प्रस्तुत गर्न गइरहेकी छु। धारणा राख्ने क्रममा मबाट केही तिता-मिठा शब्दहरू बोलिएलान्, त्यसका लागि क्षमा प्रार्थी छु। अब म विलम्ब नगरी आफ्नो धारणा प्रस्तुत गर्नतिर लाग्दछु। विद्या भन्दा त 2 अक्षरले भनेको शब्द भनिन्छ, तर विद्या त्यो शब्द हो जसले सबै असम्भवलाई पनि सम्भव बनाउँछ। विद्या सबैभन्दा ठुलो अस्त्र हो जसलाई तिमी संसार परिवर्तनका निम्ति प्रयोग गर्न सक्छौ भन्ने महानेता नेल्सन मण्डेलाको यस भनाइले हाम्रो जीवनमा शिक्षाको महत्त्वलाई दर्शाउँछ। आज मानव सभ्यता विकासको यस युगसम्म पुग्नुको एउटा मात्र कारण हो शिक्षा। मेरा विपक्षी मित्र भन्नुहुन्छ शिक्षा के हो, तर म यस भनाइलाई मान्दै मेरा विपक्षी मित्र भन्नुहुन्छ कि विद्याभन्दा धन नै ठुलो हो, तर म यस भनाइलाई मान्दिनँ। किनभने आज मानिस चन्द्रमामा ओर्लिसक्यो, मङ्गल ग्रहमा घर बनाउने बारे सोच्दैछ। आज आकाशबाट पानी पार्ने कि नपार्ने भन्ने कुरा मानिसकै इच्छा अनुसार निर्भर गर्ने कुरा आइसक्यो। त्यसैले म भन्छु धनभन्दा विद्या नै ठुलो हो। विद्या सबैभन्दा ठुलो अस्त्र हो। विद्या धन नै सबैभन्दा ठुलो धन हो। यसको उजागरण गर्नका लागि थोरले भनेका छन् नयाँ पुस्तक किन, पुरानो बोर्ड लगाऊ। मेरा विपक्षी मित्रले भर्खरै भनेर जानुभयो धन बिना मानिसको कुनै पनि अस्तित्व रहँदैन। यदि एउटा धनाढ्य व्यक्ति अस्पतालको खाटमा बिरामी भएर छटपटाइरहेको छ, तर त्यहाँ यदि एउटा सक्षम डाक्टर भएन भने त्यहाँ त्यो धनाढ्य व्यक्तिको धनको के नै अर्थ रहन्छ र। त्यसैले म धनभन्दा विद्या नै ठुलो भन्न चाहन्छु। धन चोरी हुन सक्छ, धन हराउन सक्छ, तर विद्या न चोरी हुन्छ न त कसैले खोज्न नै सक्छ। विद्या धन नै सबैभन्दा ठुलो धन हो। यदि विद्या आर्जन गरेको मान्छे समाजमा छ भने त्यसले समाजमा आमूल परिवर्तन ल्याउन सक्छ, समाजको परिवर्तन गर्न सक्छ। विद्या यदि कुनै मानिससँग पर्याप्त मात्रामा विद्या छ भने उसँग भएको धन सखा भए तापनि उसले आफूमा भएको ज्ञान, सिप, क्षमता र दक्षता र आफूमा भएको आत्मविश्वासका कारणले गर्दा उसले फेरि धन कमाउन सक्छ। त्यहीँनिर एउटा धनाढ्य व्यक्तिसँग पर्याप्त मात्रामा धन छ तर उसँग ज्ञान छैन भने उसले त्यो धन कुनै गलत काममा प्रयोग गरेर त्यसको त्यो धन सखाप हुन सक्छ। त्यसैले एउटा आमा बुवाले आफ्ना छोराछोरीहरूलाई सानै घरमा बसेर भए पनि एक गाँस कम खाएर 1 सरो कम लगाएर आफ्ना छोराछोरीहरूलाई उपयुक्त र प्रशस्त मात्रामा शिक्षा दिनुपर्छ। अन्त्यमा म के भन्न चाहन्छु भने शिक्षा धनले जीवनमा सेवा सुविधा दिन्छ, तर विद्याले जीवनलाई मार्गनिर्देशन गर्छ। धन क्षणिक हुन सक्छ, तर विद्या जीवनभरका निम्ति रहिरहन्छ। धनले समाजमा सम्मान दिन्छ, तर विद्याले ज्ञान बुद्धि विवेक र सफल जीवनतिर डोर्याउने काम गर्दछ। त्यसैले हामीहरूले धन कमाउनका लागि मात्र नभएर विद्या आर्जन गर्नतर्फ लाग्नुपर्छ। गाँसलाई धन, बाँसलाई धन, कपासलाई नि धन। विद्याले खान पुग्दछ भने किन काम गर्छ भन। बुढालाई धन, बच्चालाई धन, देउतालाई नि धन। विद्याले खुसी मिल्दछ भने धन किन खोज्छ भन। धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभापति महोदय, हातमा न्यायको तराजु लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, समयपालकज्यू, यहाँ उपस्थित सम्पूर्ण गुरुवर्ग एवं मेरा प्रतियोगी तथा अप्रतियोगी साथीहरूमा म यसै विद्यालयमा कक्षा 9 मा अध्ययनरत छात्रा सन्ध्या देवाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज हाम्रो विद्यालयमा हुन गइरहेको धनभन्दा विद्या ठुलो वाद-विवाद प्रतियोगिताको विपक्षका रूपमा अर्थात् धनको पक्षका रूपमा आफ्ना गहकिला तर्कहरू राख्न जाँदैछु। सामान्यतया धन भन्नाले व्यक्ति वा समाजलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउनका लागि आवश्यक पर्ने मूल्यवान वस्तु हो। धनलाई अर्थको रूपमा मात्र सीमित नराखी जीवनको समृद्धि र उज्जवल भविष्यको रूपमा पनि लिन सकिन्छ। म मेरो पूर्ववक्ता मित्रलाई भन्न चाहन्छु कि धन भनेको एउटा यस्तो अमृत हो जुन बिना त भगवान पनि खुसी हुन सक्दैनन्। त्यसैले त भनिन्छ नि धन दिएपछि त महादेवको पनि 3वटा नेत्र खुल्ने गर्छ अरे। हो, हामीले फेरि हरेक शास्त्रको लागि आवश्यक पर्ने अक्सिजन जस्तै बनेको छ धन, तर पनि यहाँ धनभन्दा विद्या ठुलो भन्नु त मूर्खता हो।
भन्नुभएको थियो आज एउटा व्यक्ति अस्पतालको खानामा छुट्याइरहेको छ तर उपचार गर्ने एउटा सक्षम डाक्टर छैन। तर त्यो सक्षम डाक्टर बन्नको लागि पहिला धन चाहिन्छ अनि पहिला धन दिएर नै त्यो व्यक्ति धन दिएर नै त्यो त्यस्तो सफलता हासिल गर्न सक्छ। संसारमा यस्ता पनि व्यक्तिहरू छन् जसले शिक्षा बिना नै निकै सफलता हासिल गरेका छन्। ती यस्ता व्यक्तिहरू धीरुभाइ अम्बानी, विनोद चौधरी, लक्ष्मी मित्तल यी यस्ता व्यक्तिहरू हुन् जसले आफ्नो पारिवारिक सम्पत्तिको उपयोग गरेर समाजमा आफ्नो छुट्टै नाम कमाएका छन्। उहाँले भन्नुभएको थियो कि यदि यहाँ शिक्षा छैन भने धन सम्पत्ति त बिग्रन सक्छ, गलत उपयोग हुन्छ, तर खै यहाँ त उपयोग गरेको पाइँदैन। ती व्यक्तिहरू शिक्षित पाए उनीहरूले औपचारिक शिक्षा त पाएन थिएनन् तर पनि पारिवारिक सम्पत्तिको उपयोग गरेर समाजलाई आफ्नो छुट्टै पहिचान बनाएका छन्। हो, म मेरो पूर्ववक्ता मित्रलाई भन्न चाहन्छु कि यो युग कुनै सत्य युग होइन, यो त 21औं शताब्दीको आधुनिक युग हो। यो युगमा हामीले खान लाउन बस्न हरेक पाइलाका लागि धन नै चाहिन्छ। त्यसैले त भनिन्छ नि छन् डेरी सबै मेरी, छैनन् डेरी सबै तिरी। हो, यहाँ धन छ त जीवन छ, धन छैन त जीवन छैन। धन बिना त एउटा भिखारी पनि बाँच्न सक्दैन अहिलेको युगमा। हो, मैले माने मेरो पूर्ववक्ता मित्रले भन्नुभएको थियो आज हामीले यस्तो सम्भावना पत्ता लगाउन खोजिरहेका छौँ तर त्यो सम्भावना पत्ता लगाउन खोजिरहेका छौँ, अन्तरिक्षमा पुगिरहेका छौँ, गइरहेका छौँ, अन्तरिक्षबाट पानी पर्छ कि त्यो थाहा पाइरहेका छौँ तर त्यो थाहा पाउनको लागि त्यस्तो उचागर गर्नको लागि त्यहाँ पनि धनको उपयोग अति नै गरेको पाइन्छ। मैले माने समाजमा तपाईँहरूलाई फ्रीमा सल्लाह सुझाव दिने धेरै हुन्छन्। हो, मैले माने त्यहाँ पनि विद्या नै बाँडिएको छ तर समाजमा तपाईँहरूलाई यसरी फ्रीमा कसैले पैसा दिएर सहयोग गरेको छ? अवश्य पनि छैन। किनभने यहाँ धनको यति महत्त्व छ कि अब भनेर वर्णनै गर्न सकिँदैन। शिक्षा भोलिको सपना हो तर धन आजको आवश्यकता हो। यदि शिक्षा बिना त मानिसले आफ्नो जीवनमा धेरै सङ्घर्ष त गर्नु पर्ला तर धन भएन भने व्यक्तिले आफ्नो अस्तित्व नै गुमाउनु पर्ला। हामीले आफ्नो जीवन किताबमा भएको अक्षरले बिताउने होइन, धन र सम्पत्तिले बिताउने हो। र म के भन्न चाहन्छु भने म मेरो पूर्ववक्ता मित्रलाई एउटा प्रश्न गर्न चाहन्छु कि तपाईँ आफ्नो विद्याको सर्टिफिकेट लिएर पसलमा जानुभयो अनि त्यो सर्टिफिकेट देखाएर पसलेलाई भन्नुभयो मलाई यो सामान दिनुहोस् अनि तपाईँले त्यो विद्याको सर्टिफिकेट लिएर त्यहाँ तपाईँलाई सामान मिल्छ त? मिल्दैन, किनकि सामान किन्नको लागि धन चाहिन्छ। यहाँ धनभन्दा ठुलो केही पनि हुँदैन। र म अन्त्यमा के भन्न चाहन्छु भने यो युगमा लक्ष्मी र कुबेर बाहेक धनको आवश्यकता सबलाई छ। किनभने यो युगमा शिक्षा भनेको सुनको माथि चढाउने पानी जस्तै भएको हो तर धन भनेको सुख शिवम र संयम हो। त्यसैले धन छ त जीवन छ, धन छ त खुसी छ, धन छ त उज्जवल भविष्य छ, धन छ त देश समाज संसार छ भन्दै आफ्ना गल्तीलाई तर्कहरू केही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। सपना हो तर सम्पत्ति आजको आवश्यकता हो। यो युग किताबले होइन खर्च र धन सम्पत्तिले नै चल्छ। शिक्षा बिना मानिसले धेरै नै सङ्घर्ष गर्नु पर्ला तर सम्पत्ति नै भएन भने मानिसले आफ्नो अस्तित्व नै गुमाउनु पर्छ। धन्यवाद कार्यक्रम सञ्चालक सर। आदरणीय यस वाद विवाद कार्यक्रममा सभाध्यक्षताको आसन ग्रहण भएका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, सम्पूर्ण गुरुवर्ग, मनमा संस्कृतिलाई साँची राखी एक हातमा कलम र अर्को हातमा न्यायरूपी तराजु लिएर निष्पक्ष रूपमा रहनुभएका निर्णायक मण्डलज्यूहरू, प्रतिस्पर्धीको महासागरमा आफूलाई अप्पल साबित गरी विजयको माला पहिरन तम तयार मेरा प्रतिस्पर्धी मित्र लगायत सम्पूर्ण अप्रतिस्पर्धी मित्रहरूमा म कक्षा 10मा अध्ययनरत छात्रा अस्मिता सेठीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज हाम्रो यस विद्यालयको प्राङ्गणमा हुन गइरहेको यस वाद विवाद प्रतियोगितामा मलाई पनि बोल्ने अवसर दिनुभएकोमा म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्न चाहन्छु। साथै आज यस वक्तृत्व वाद विवाद प्रतियोगिताको शीर्षक धनभन्दा विद्या ठुलो भन्ने शीर्षकमा म अस्मिता सेठी यस शीर्षकको विपक्षबाट अर्थात् विद्याभन्दा धन ठुलो भन्ने शीर्षकमा आफ्ना भनाइहरू राख्नका लागि सभाध्यक्ष महोदयको अनुमति लिन चाहे। सर्वप्रथम धन सुन चाँदी हिरा मोती गरगहना एवं सम्पत्तिका रूपमा परिचित धन विश्वको नै बहुमूल्य वस्तु हो। ब्राह्मण, क्षेत्री, वैश्य सबै जाति धर्मका लागि र विभिन्न देशका मानिसहरूका लागि धन निकै नै प्यारो हुने गर्दछ। आजको युगमा धन हामीहरूका लागि धेरै नै महत्त्वपूर्ण छ। मानिसले जन्मदेखि मरणसम्म गर्ने काम भनेको नै धन कमाउने हो। यति हुँदाहुँदै पनि मेरो पूर्ववक्ता मित्रले यहाँ आएर गर्वका साथ भन्नुभयो धन भनेको केही पनि होइन तर विद्या भनेको सबै थोक हो। तर मेरो प्रश्न छ उहाँमाथि, यदि विद्या नै सबै थोक हुने थियो भने किन अहिले मानिसहरू
सम्पत्ति बिना अधुरो जीवन जिइरहेका छन्, सम्पत्ति बिना आफ्नो अस्तित्व नै गुमाइरहेका छन्। यति मात्र होइन, मेरो पूर्ववक्ता मित्रले धनलाई हातका मैलाका रूपमा व्यक्त गरेर जानुभयो। मेरो फेरि पनि प्रश्न छ उहाँमाथि, धन भनेको हातका मैला होइनन्, ती मैला त्यस्ता मैला हुन् जो मैला कुनै पनि व्यक्तिले आफ्नो हातबाट हटाउन चाहँदैन, सधैँभरि हातमा राख्न चाहन्छ। त्यस्तै गरी यो भनाइ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन्। उहाँले पनि आफ्नो जीवनको अन्तिम समयमा धनकै अभावका कारणले गर्दा उपचार गर्न पाएनन्, जसका कारणले गर्दा उनले मृत्यु जस्तो समस्या बेहोर्नु पर्यो। के यदि विद्या नै ठुलो हुन्थ्यो भने त्यो समयमा डाक्टरले उहाँको विद्या र ज्ञानलाई हेरेर उपचार गर्नुपर्ने होइन र डाक्टरले किन धन सम्पत्ति र खर्चलाई मात्र हेरे। त्यसैले धन र सम्पत्ति नै सबैभन्दा ठुलो हो, महान छ। र त्यस्तै गरी अहिले हामी कुनै किराना पसलमा गयौँ र त्यहाँ गएर हामीले ABCD भनेर कुनै पनि सामान लिन्छ, पक्कै पनि मिल्दैन। त्यसका लागि हामीलाई चाहिने भनेको सम्पत्ति नै हो। सम्पत्ति एक गेरो अन्न पाउनका लागि पनि हामीले सम्पत्ति नै तिर्नु पर्दछ। यसबाट पनि हामी बुझ्न सक्छौँ कि सम्पत्ति हाम्रो लागि कति महत्त्वपूर्ण छ भनेर। मानव विद्या पनि महत्त्वपूर्ण नै हो। विद्याले हामीलाई आकाशमा उडाउँछ भने भुइँमा टेक्ने आधार भनेको नै सम्पत्ति हो। सम्पत्ति बिनाको मानिस अधुरो नै हुन्छ। त्यसले समाजमा आफ्नो अस्तित्व नै गुमाउनुपर्छ, किनकि आजको यो समाज भनेको स्वार्थी समाज हो। यस समाजमा बाँच्नका लागि मानिसलाई सम्पत्ति नभई नहुने एक महत्त्वपूर्ण आवश्यकता हो। त्यस्तै गरी मेरो पूर्ववक्ता मित्रले भन्नुभएको शिक्षा भनेको सबै थोक हो भन्नुभएको थियो र म उहाँलाई फेरि पनि भन्न चाहन्छु भने सम्पत्ति भनेको पनि सबै चिज हो। शिक्षा मात्र अक्सिजन, हाम्रो सास फेर्नका लागि चाहिने अक्सिजन मात्र होइन, सम्पत्ति पनि हाम्रो अक्सिजनको एक महत्त्वपूर्ण आधार हो। र म अन्तिममा के भन्न चाहन्छु भने सम्पत्ति पनि हामीलाई नभई नहुने एउटा महत्त्वपूर्ण आधार हो। तका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नो खाएको बेसी आनन्दी मनले। धन्यवाद कुशल कार्यक्रम सञ्चालक सर, आदरणीय यस गरिमामय सभाका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, हातमा न्यायका तराजुहरू लिएर बस्नुभएका निर्णायक मण्डल, समयपालक र यसै गरी प्रतिष्ठित र अप्रतिस्पर्धी सम्पूर्ण साथीहरूमा कक्षा 10 को छात्र म देवेन्द्र भट्टको तर्फबाट स्वीकार र स्नेह अभिवादन। आज मिति 2083 साल 5 महिना 5 गते हुन गइरहेको हाम्रो यस विद्यालयको प्राङ्गणमा हुन गइरहेको यस वाद विवाद प्रतियोगिताको पक्षको तर्फबाट म आफ्ना केही शब्दहरू राख्न गइरहेको छु, जसको शीर्षक रहेको छ धनभन्दा विद्या ठुलो। सर्वप्रथम त म कुनै पनि विषयवस्तुतर्फ लाग्नुभन्दा पहिले त्यसको परिचय राख्न जरुरी मान्छु। त्यसैले धन भनेको कागजको टुक्रा, अस्थायी सम्पत्ति हो। धन बाहिरी चमक धमक हुन्छ भने धनले मानिसको खल्ती भर्न सक्छ, तर मानिसको चेतनशील विवेकशील भर्न सक्दैन। धनलाई चोरले चोर्न सक्छ, धनलाई बाढी पहिरोले बगाउन सक्छ, धनलाई राजाले खोस्न नै सक्छ, धन भाइभाइहरूमा अंशबण्ड हुँदा बाँडिन नै सक्छ। तर विद्या भनेको यस्तो मानिसभित्र रहेको आन्तरिक चेतना, विवेकशील र कहिल्यै नसकिने शाश्वत ज्योति हो। विद्यालाई न त कसैले चोर्न सक्छ, न ती बाढी पहिरोले बगाउन सक्छ, न त भाइभाइहरूमा अंशबण्ड हुँदा बाँडिन नै सक्छ। तर यो बाढ्दा त झन् तीव्र रूपमा वृद्धि हुँदै जान्छ। विद्याधनम सर्वधनम प्रधानम। संसारका सम्पूर्ण धनहरूमध्ये विद्यारूपी धन नै सबैभन्दा श्रेष्ठ र अनुपम छ। धनले मानिसलाई अकुञ्चर बनाउँछ भने धनले मानिसलाई अनुशासित, चेतनशील, विवेकशील प्राणी बनाउँछ। नीतिशास्त्रमा भनिएको छ, विद्याददाति विनये विन्यादति पात्रतम पात्रत्व धनोमति धनाधर्म तथा सुखम। अर्थात् विद्याले विनयशीलता ल्याउँछ, विनयशीलताले योग्यता ल्याउँछ, योग्यताबाट धन प्राप्त हुन्छ भने धनबाट नै धर्म प्राप्त हुन्छ, धर्मबाट अन्त्यमा सुख शान्ति प्राप्त हुन्छ। त्यसैले धन प्राप्तिको मूल जरो नै विद्या हो। त्यसै गरी विश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाले भनेका छन्,
Education is the most powerful weapon which you can use to change the world. संसार बदल्न र असम्भवलाई सम्भव बनाउनका लागि विद्यालाई धन होइन विद्यारूपी हतियारको आवश्यकता पर्दछ। त्यसैगरी पूर्व वक्ता मित्रले भन्नुभयो हाम्रा लक्ष्मीप्रसाद देवकोटा मन्दिरमा अस्पतालमा धन नपाएर मृत्यु भएको। त्यस्तो होइन, उनीसँग अथाह धन थियो पहिले, तर उनले आफ्नो विद्या ज्ञान सिपले गर्दा उनीहरूले गरिब दिन दुखी र असहायलाई आफ्नो सम्पत्ति बाँडेका थिए। त्यसैगरी हामीले यो विभिन्न आधुनिक समाजमा अहिले समाज रूपान्तरण गर्नका लागि हामीलाई यसै विद्याको नै जरुरत भएको छ। धनले त के गर्न सक्छ, विद्या भयो भने विद्याले अहिले हामी आधुनिक समाजमा आएका छौँ। त्यसैले विद्या नै सबैभन्दा श्रेष्ठ र अनुपम छ। विद्या धनका नाममा चिनिएका, धनका नाममा सम्मानयोग्य मानिसहरू धन रहेसम्म वा मानिसको भौतिक शरीर रहेसम्म मात्र सीमित हुन्छन् भने शिक्षाका नाममा सम्मानयोग्य मानिस मरेर पनि युगसम्म पनि अमर रहन्छन्। उदाहरणका लागि प्राचीन कालका विद्वान चाणक्य, त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाका साथ विभिन्न हाम्रो यो हामीले पढिरहेको विषयमा पनि सुनिरहेका हुन्छौँ, विभिन्न वैज्ञानिकहरू पनि रहेका छन्। तिनीहरूको खातामा भएको त्यो सम्पत्तिले तिनीहरू आज हामीमा अमर रहेका होइनन्। तिनीहरू आफ्नो ज्ञान सिप बुद्धि विवेक र क्षमताले गर्दा आज हामी सम्पूर्ण विश्वभरकै अमर रहेका छन्। धन्यवाद। मानिसको हात भरिदिन्छ तर विद्याले मानिसको मस्तिष्क भरिदिन्छ। धनले जीवन सजाउँछ तर विद्याले जीवन बनाउँछ। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, समादरणीय यस विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, आदरणीय यस मञ्चमा आफ्नो भूमिका निर्वाह गर्नका लागि उपस्थित सम्पूर्ण अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत आफ्नो अमूल्य समय दिएर दुधको दुध पानीको पानी नदीलाई छुट्याउने निर्णायक मण्डलज्यू र सम्माननीय समयपालकज्यू र यहाँ उपस्थित सम्पूर्ण गुरुवर्ग, मेरा प्यारा भाइ बहिनी र प्रिय सहपाठी साथीहरू, म कक्षा 11मा अध्ययन छात्रा हेमन्ती जोशीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2083 साल 5 महिना 5 गतेका दिन हाम्रो एस श्री गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको शुक्रबारे कार्यक्रम वाद विवाद प्रतियोगितामा मैले बोल्ने अवसर पाउँदा आफूलाई एकदमै हर्षित महसुस गरिरहेकी छु र मलाई बोल्ने अवसर दिनुहुने गुरुहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको यस वाद विवाद प्रतियोगिताको शीर्षक रहेको छ धनभन्दा विद्या ठुलो। यसको पक्षमा म आफ्ना भनाइहरू प्रस्तुत गर्न गइरहेकी छु। बोल्ने क्रममा बिचमा केही गल्ती हुन सक्छ, त्यसको लागि क्षमा गरिदिनु हुनेछ भन्ने अपेक्षा लिँदै सबैभन्दा पहिला म एउटा प्रश्न गर्न चाहन्छु। यदि धन नै सबैभन्दा ठुलो हो भने धनले अशिक्षित मानिसलाई बुद्धिमान बनाउन किन सक्दैन? धनले हराएको समय फिर्ता ल्याउन किन सक्दैन? धनले मानिसलाई असल संस्कार ज्ञान र विवेक दिन किन सक्दैन? त्यसैले म दृढतापूर्वक भन्न चाहन्छु, धनले सुविधा दिन्छ तर विद्याले जीवनको दिशा दिन्छ। धनले ठुलो घर बनाउँछ तर विद्याले त्यो घरलाई संस्कार दिन्छ। धनले शरीरको आवश्यकता पुरा गर्छ तर विद्याले व्यक्तित्व निर्माण गर्छ। सभाध्यक्षज्यू, विद्या भनेको केवल किताब पढ्नु वा परीक्षा पास गर्नु मात्र होइन। विद्या भनेको सही र गलत छुट्याउने क्षमता हो, समस्या समाधान गर्ने वृत्ति हो, आफ्नो कर्तव्य र अधिकार बुझ्ने चेतना हो र जीवनलाई सही बाटोमा डोर्याउने शक्ति हो। त्यसैले अब विपक्षी साथीहरूले भन्न सक्नुहुन्छ के धन नभएर विद्या मात्रले जीवन चल्छ? म भन्छु हो, जीवन चलाउन धन आवश्यक छ। म धनको महत्त्व अस्वीकार गर्दिनँ, तर प्रश्न धन आवश्यक छ कि छैन भन्ने होइन, प्रश्न धनभन्दा ठुलो के हो? मेरो उत्तर स्पष्ट छ, यहाँ विद्या ठुलो हो। किनभने विद्याले मानिसलाई धन कमाउने बाटो देखाउन सक्छ तर धनले विद्या प्राप्त गर्ने क्षमता किन्न सक्दैन। आज संसारमा भएका ठुला अस्पताल, विज्ञान, उद्योग र विकासका पछाडि के छ? ज्ञान छ, अनुसन्धान छ, शिक्षा छ, विद्या छ। मोबाइल, इन्टरनेट, कम्प्युटर, विमान यी सबै धनले आफै बनाएको होइन, मानिसको ज्ञान र बुद्धिले बनाएको हो। सभाध्यक्षज्यू, अब अर्को उदाहरण हेरौँ। एउटा मानिससँग करोडौँ रुपैयाँ छ तर उसलाई सही निर्णय गर्न आउँदैन भने उसको धन गलत ठाउँमा लगानी भएर नष्ट हुन सक्छ। तर अर्को मानिससँग धेरै धन छैन, उसलाई ज्ञान सिप क्षमता छ भने उसले आफ्नो जीवन शून्यबाट पनि निर्माण गर्न सक्छ। त्यसैले उसले आफ्नो जीवन शून्यबाट पनि निर्माण गर्न सक्छ।
धन धन हराउन सक्छ, धन चोरिन सक्छ, धन सकिन सक्छ, तर साँचो विद्या नचोरिन्छ, नहराउँछ, नसकिन्छ, बरु जति पाड्यो त्यति नै बढ्छ। सभाध्यक्षज्यू, विद्याले केवल रोजगार खोज्न मात्र होइन, रोजगार सिर्जना गर्न पनि सक्षम बनाउँछ। एउटा शिक्षित किसानले आधुनिक प्रविधि प्रयोग गरेर आफ्नो उत्पादन बढाउन सक्छ। एउटा शिक्षित युवाले नयाँ व्यवसाय सुरु गर्न सक्छ। एउटा शिक्षकले हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्न सक्छ। यी सबैको आधार के हो? विद्या। त्यसैले म भन्छु धनको मालिक एउटा परिवार हुन सक्छ, तर विद्याको प्रभाव एउटा पुस्तामाथि पर्न सक्छ। त्यसैले म भन्छु धनको मालिक एउटा परिवार हुन सक्छ, तर विद्याको प्रभाव एउटा पुस्तामाथि पर्न सक्छ। सभाध्यक्षज्यू, धनले मानिसलाई ठुलो देखाउन सक्छ, तर विद्याले मानिसलाई ठुलो बनाउँछ। धनले ठुलो घर बनाउन सक्छ, तर विद्याले ठुलो सोच निर्माण गर्छ। धनले महँगो कपडा किन्न सक्छ, तर विद्याले व्यक्तित्व सुन्दर देखाउँछ। धनले ठुलो शक्ति दिन सक्छ, तर विद्याले त्यो शक्तिको सदुपयोग गर्न सिकाउँछ। अझ महत्त्वपूर्ण कुरा, धनलाई व्यवस्थित गर्न पनि विद्या चाहिन्छ। धन कमाउन ज्ञान चाहिन्छ, धन सुरक्षित धन व्यवस्थापन गर्न बुद्धि चाहिन्छ र धनको सदुपयोग गर्न विवेक चाहिन्छ। त्यसैले धनको पछाडि पनि अन्ततः विद्याको आवश्यकता पर्छ। अब म विपक्षी साथीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यदि तपाईँहरूले आफ्नो सम्पूर्ण विद्या र आफ्नो सम्पूर्ण धनमध्ये एउटा मात्र बचाउन पाउनुभयो भने कुन बचाउनुहुन्छ? म भन्छु विद्या बचाउनुहोस्, किनभने विद्या बच्यो भने धन फेरि कमाउन सकिन्छ, तर धन बच्यो, विद्या विवेक र क्षमता गुम्यो भने त्यो धन पनि लामो समय टिक्न सक्दैन। अन्त्यमा म यति भन्न चाहन्छु, धन जीवनको आवश्यकता हो, तर विद्या जीवनको आधार हो। धनले सुखका साधन दिन सक्छ, तर विद्याले सुखी जीवन जिउने तरिका सिकाउँछ। धनले संसारमा परिचय दिन सक्छ, तर विद्याले समाजमा सम्मान दिलाउँछ। हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले। लोकप्रिय साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको यस भनाइबाट पनि स्पष्ट हुन्छ कि मानिस धेरै धनवान भएर मात्र सुखी र महान हुँदैन। ज्ञान, सन्तोष, आनन्द नै जीवनको वास्तविक सम्पत्ति हुन्। त्यसैले धनभन्दा विद्या ठुलो हो। अन्त्यमा म यति भन्न चाहन्छु, धनले जीवन सजाउँछ, तर विद्याले जीवन बनाउँछ। धनले सुखका साधन दिन्छ, तर विद्याले सुखी जीवन दिने बाटो देखाउँछ। त्यसैले म आफ्ना 2 शब्द यही समाप्त गर्न चाहन्छु। जय शिक्षा, जय ज्ञान।